होइन यो केपीको सालो घण्टामा 4 चोटि लाइन जान्छ पालै पालो। रेडियो सुन्न नपाएर कस्तो दिक्क लाग्यो। आज घाम लागेन के हो बा? यस बेला उठेर पनि घाम देखिन्छ? उता हेर्न पर्छ घाम। लौ लौ बा, म जतिको उमेरमा तिमी पनि यस्तै त थियौ होला नि। तँ जतिको उमेरमा त म बिहान 4 बजे उठेर काम धन्दा गर्थे। गरे होला खुबै। अनि बुहारी खोइ त? मलाई के थाहा त, घाँस काट्न गयो होली नि। त्यो बुहारी नहाल्ला खाटको नर्ते कसिहाल त? के अनि के भयो र तिमीलाई? रातभरि खाट हल्ला र चाचुई सुत्न पाएको छैन। भूकम्पले हल्ला होला नि। भूकम्पले हल्लाको आवाज कस्तो आउँछ हामीलाई थाहा हुँदैन। त्यो त अर्कै किसिमको छ। भूकम्पले नै हल्ला हो क्या बा? भूकम्पले हल्ला हो कि केले हल्ला हो मलाई थाहा छ। भूकम्पले नै हो क्या बाउ? केन्द्रबिन्दु कहिले काठमाडौँमा पर्छ, कहिले पोखरा पर्छ, कहिले धाइमा नि पर्छ। त्यो केन्द्रबिन्दु अन्त कहीँ परे होइन, त्यो सिधै तेरो खाटमा पर्यो। ठुले धक्काले चाहिँ बुहारीलाई हान्यो, सानो धक्काले चाहिँ मलाई हान्यो। होइन के, त्यो भूकम्पले नै हो। त्यो भूकम्पले हाने हो कि तँलाई पैसाले हानेको हो त्यो मलाई थाहा छ। मैले हान्यो। तिमीले के गर्छौ? पक्न म त्यो खाट भाँचिदिन्छु। मेरो दाइजो मागेको खाट तिमीले भाँच्छौ, बुढु मै भाँच्छु नि। बुढी ल्याएको 1 हप्ता नहुँदै नर्सर सबै झारिसकेसम्म चाहिँ भाँच्न त बाँकी छ नि। मेरो दाइजो मागेको खाट भाँचौँ कि राखौँ? तिमीलाई के मतलब? खाट बुढी खाट होइन, ससुर बाउलाई हाटमा सुत्न दिनुभयो, दिनु नि त। हामी भएमा सुतौँला, त्यही पनि त्यो हाट हल्ले गर्छ। एक्सन। नमस्ते। हाम्रो चाहिँ कमेडी। नमस्ते गरे नमस्ते। एक्सन। गरे होला खुब। अनि बुहारी खोइ त? मलाई के थाहा त, घाँस काट्न गयो होली नि। त्यो बुहारी नहाल्ला खाटको नर्ते कसिहाल त?